दर्शकवृन्द नमस्कार। मानिसको जीवनमा टेन्सनले कहिले छोड्दैन। कहिले पैसाको टेन्सन, कहिले गर्लफ्रेन्डको टेन्सन, कहिले जागिरको टेन्सन, कहिले पारिवारिक टेन्सन, टेन्सन 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 जिन्दगीभरि टेन्सनै टेन्सन। यो हो रमाइलो टेन्सन। टेन्सनलाई पनि रमाइलो बनाइदिन टेन्सन। स्वागत छ तपाईलाई। आज म तपाईलाई यस्तो एउटा रमाइलो टेन्सन दिन गइरहेको छु जुन कुरा सुनेपछि तपाई पेट मिची 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 हाँसेर एकदम रमाइलो टेन्सन मनाउनु हुनेछ। वाउ रेडी हैन त? आउनुहोस् सुरु गरौँ। एक दिन एउटा स्कुलमा दन दनी दन दनी दन दनी दन दनी दन दनी दन दनी आगो बलेछ। स्कुल त पुरै ढुस्दै भएछ है। अनि त्यहाँको विद्यार्थीहरू सबै विद्यार्थीहरू एकदम खुसी भएछन्। ला स्कुलमा आगो लाग्यो, स्कुलमा आगो लाग्यो, स्कुलमा आगो लाग्यो। अब चाहिँ स्कुल पनि आउनु पर्दैन, पढ्नु पनि पर्दैन, अनि होमवर्क पनि गर्नु पर्दैन, टिचरको कुटाइ पनि खानु पर्दैन, स्कुलै जलिसक्यो भनेर चाहिँ विद्यार्थीहरू सब हाँस खुस गरी एकदम रमाइरहेका रहेछन्। अनि तर एकजना विद्यार्थी चाहिँ साइडमा बसेर यसरी टोलाइरहेको रहेछ। हेर्नुस्, सबै खुसीले रमाइरहेछन् सबै विद्यार्थी है। ऊ एकजना साइडको कुनामा बसेर तलपट्टि टोलाइरहेको रहेछ ट्याक्क। अनि त्यो स्कुलको हेडमास्टर यस्तो घुम्दै आएछन् त्यही बाटो। अनि त्यो विद्यार्थी चाहिँ एकदम निराश मुडमा देखिसकेपछि सोधेछ, बाबु अब जे भयो भयो, एकदम दुःखद कुरा हो, स्कुलमा पनि आगो लाग्यो, मलाई पनि दुःख लागेको छ भनेर त्यसलाई अलि सम्झाउन खोजेछ। तर तिमी यति धेरै किन रोइरहेका छौ? अरु विद्यार्थी त हाँसिरहेका छन्, खुसी छन् स्कुलमा आगो लागेर, तिमी त रोइरहेका छौ, वहाँ वहाँ टोलाइरहेका छौ, के भयो त तिमीलाई भनेर त्यो हेडमास्टरले चाहिँ त्यो विद्यार्थीलाई सोधेछ। विद्यार्थीले झन्डाको निकालेर रोएछ र भनेछ, के गर्ने सर, स्कुल मात्रै आगो लागेर भएन, तपाई जिउँदै हुनुहुन्छ। त्यो हेडमास्टरलाई यति रमाइलो टेन्सन भयो, यति रमाइलो टेन्सन भयो, यति रमाइलो टेन्सन भयो, पुरै छोडिदिनुहोस्। बड्डो ढल्यो त्यही। कस्तो लाग्यो साथीहरु? राम्रो लाग्यो भने लाइक गर्नु होला, शेयर गर्नु होला, कमेन्ट गर्नु होला। आफ्नो स्कुल पढ्दाको त्यो साथीहरुलाई पनि भिडियो शेयर गर्नु होला। कस्तो किसिमको रमाइलो भिडियो तपाईहरुले देख्न चाहनुहुन्छ कमेन्टमा लेख्नु होला।
तपाईको प्रतिक्रिया अनुसारको रमाइलो भिडियोहरू ल्याएर आउने मेरो प्रतिबद्धता रहनेछ साथीहरू। स्वस्थ रहनुहोस्, हाँस्दै रहनुहोस्, टेन्सनलाई पनि एउटा खुसीको क्षणमा बदल्नुहोस्। हाम्रो भिडियोहरू हेर्दै गर्नुहोस्। अर्को रमाइलो भिडियोमा फेरि भेटौँला। धन्यवाद, धन्यवाद, धन्यवाद। नमस्कार।